हामीले 3 मिनेटमा कुरा राख्ने अभ्यास पनि गरेका छौँ। म धादिङबाट 2 पल्ट सांसद हुँदै संविधान सभाको सदस्य हुँदै 77 सालमा के सरकारको मन्त्री हुँदै सरकारको प्रवक्तासम्म पनि भएको मान्छे। त्यस कारणले गर्दाखेरि मलाई कहिले कहिले 1 मिनेटमा धेरै कुरा राख्ने अभ्यास छ, 3 मिनेटमा त्योभन्दा धेरै राख्ने अभ्यास छ, अर्को 5 मिनेटमा त्योभन्दा धेरै राख्ने र अर्को 10 मिनेटमा त धेरै कुराहरू राख्ने पनि अभ्यास मैले गरेको छु। म सम्पूर्ण कमेन्टरहरूलाई, म नेता कमेन्टरहरूलाई पनि भन्न चाहन्छु, हामी अभ्यास गरौँ होइन। छोटो समयमा पनि अरू केही लागेन भनेदेखि के गरौँ भन्दाखेरि 1 पेज बुदागत रूपमा ल्याएर पढौँ ती कुराहरू। नेताले पढ्दाखेरि पनि केही हुँदैन। त्यहाँ संसदमा तपाईँले पढिरहेका देख्नुहुन्छ नि, त्यो नजानेर भाषण गर्न नजानेर पढेको भन्ने खालको भएको छ। 1 मिनेटमा 2 मिनेटमा 3 मिनेटमा धेरै कुरा बोल्नुपर्ने भएको कारणले गर्दा त्यहाँ उनीहरूले त्यसरी बोलेका, के अरे लिखित भाषण गरेका हो। हामीले यसरी बोल्ने कुरालाई फ्री स्टाइल भनेर भन्छौँ। म कहिले पनि फ्री स्टाइल बोल्दिनँ होइन, र बुदागत रूपमा बोल्नका लागि कोसिस गर्छु। म बुदामा तपाईँ तयार भएर आएको पनि थिएँ, तर अब ती सबै कुराहरू म अहिले जान सक्दिनँ। त्यसैले प्रिय कमेन्टहरू, आज तपाईँहरूको बैठकको संयोग कस्तो मिलेको छ भने मेरो सम्पूर्ण जीवन राष्ट्रलाई भन्ने एकजना महान व्यक्तिको आज हामीले स्मृति दिवस मनाएका छौँ। मनमोहन चोकमा गएर हामीले सामान्य उपस्थितिमा तर हामीले महान काम गरेका छौँ। कमेन्ट मनमोहनलाई स्मरण गरेका छौँ। मनमोहनको आफ्नो भरभराउँदो 14 वर्षको जीवन उहाँले जेलमा बिताउनु भएको छ। उहाँले 14 वर्षको जीवन जेलमा बिताउनु भयो, कहिले विदेशमा बस्नुभयो, कहिले स्वदेशमा बस्नुभयो र हरदम उहाँले सङ्घर्षको आँधीबेरीमा आफ्नो जिन्दगी बिताउनु। जति बेला उहाँ प्रधानमन्त्री हुनुभयो र उहाँले राष्ट्रको लागि के सन्देश दिनुभयो भन्दाखेरि मलाई प्रधानमन्त्री भएर चाहिँ सम्झिने खालको कुरा भन्दा पनि नेपाली जनताहरूले मलाई एउटा जनताका असल मान्छे भनेर सम्झिदिएको छ। र उहाँले आजकै दिनमा काठमाडौँको कुन ठाउँमा आमसभा चलिरहेको थियो गोठाटारमा। उहाँलाई चाहिँ के भने उहाँ असिलो हो। उहाँले त्यहीँनिर मेरो सम्पूर्ण जीवन राष्ट्रलाई भन्ने भावनाका साथ होइन हामीले एमालेको बहुमतको सरकार बनाउनको निम्ति हामी आगामी प्रधानमन्त्री चाहिँ मनमोहन अधिकारी भनेर होइन फेरि पनि सरकार एमालेको अल्पमतको होइन बहुमतको भन्ने नाराका साथ हामी चुनावमा गइरहेका छौँ। यो 56 सालको वैशाखको 13 गतिको कुरा हो। म धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर 2बाट म तेस्रो पटक म प्रतिस्पर्धा गरिरहेको थिएँ। कमरेड देवशङ्कर पौडेल रामेछापबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो र हामीले कमरेड मनमोहनको अस्वस्थता हामीले सुरुमै हामीले सुनिसके पछाडि हामीले नमिठो लाग्यो मात्र होइन, अब हामीलाई अशुभ सङ्केत सुरु भयो भन्ने जस्तो लाग्यो। बेलुका त हामीले उहाँको व्यवसान भयो भनेर हामीले सुन्यौँ। उहाँ महान योद्धा कमरेडको आज हामीले स्मृति दिवस रामेछापमा आएर उहाँको शालिगमा माल्यार्पण गरेर उहाँको प्रतिमाको अगाडि हामीले कसम खाएर उहाँका अधुरो सपनाहरू पुरा गर्ने अठोट लिएका छौँ र आज हामीले 11औं बैठक हामी रामेछापको यहाँ गर्दैछौँ। त्यस कारणले गर्दा कमरेडहरूलाई यो एउटा संयोग मिलेको छ। आज महत्त्वपूर्ण निर्णयहरू गर्नुभएको छ। यी सबै निर्णयहरूको कार्यान्वयनको सिलसिलामा केन्द्रीय सल्लाहकार परिषदका सदस्य कमरेड रामकाजी कायस्थ, बागमती प्रदेशका सचिव कमरेड एलपी श्रेष्ठ, केन्द्रीय कमिटीका सदस्य कमरेडहरू धनबहादुर कार्की, शान्ता सापकोटा, बागमती रामेछाप जिल्ला इन्चार्ज कमरेड देवशङ्कर पौडेल, बागमती अध्यक्ष कमरेड भीम दाहाल, उहाँहरूले जुन खालको कुराहरू राख्नुभएको छ ती सबै कुरामा मेरो समर्थन छ र तपाईँहरूले आज जुन निर्णय गर्नुभएको छ त्यो निर्णयको उचित कार्यान्वयनको म अपेक्षा गर्दछु। म उचित सम्मानका साथ त्यो निर्णय कार्यान्वयन हुनेछ भन्ने पनि विश्वास लिन चाहन्छु। मलाई 1-2 जना कमरेडहरू यहाँ बिदा भएर जाने बेलामा कानमा खुसुक्क भयो।
अब सम्झन पर्ने कुरा त होइन, तर यो कोठा कुनै बेला अर्कै मान्छे बस्नु यहाँ। आज हाम्रो पार्टीको कार्यालय छ, आज यो कार्यालय दिनदिनै खोल्नुपर्ने खालको कुरामा हाम्रो बिचमा सल्लाह भइरहेको छ। तर योभन्दा महत्त्वपूर्ण कुरा छ कमरेड, त्यो महत्त्वपूर्ण कुरा चाहिँ के हो भने कमरेड देवशङ्कर पौडेल यो जिल्लामा आएर दिनको एक दिन मात्रै 1-2 घन्टा यो कार्यालयमा बस्दिने हो भने हामी रामेछाप जिल्लाको पार्टी राजनीतिमा, हाम्रो चाहिँ समाजवादी आन्दोलनको राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीलाई बलियो बनाउने भन्ने खालको कुरामा हामी कुनै कसर बाँकी हुन दिदैनौँ र हामी पार्टी ठुलो बनाएरै छाड्छौँ। यो कुरा कमरेडले केन्द्रमा लगिदिनु पर्यो भनेर भन्नुभयो। म केन्द्रमा लैजाने होइन, मेरो अनन्य मित्र, मेरो श्रद्धेय मित्र करिब मृत्युबाट चाहिँ के भने आफूलाई बचाएर एक प्रकारले भन्ने हो भने नाफाको जिन्दगी बाँचिरहनु भएको जिउँदो शहीद भन्छु म उहाँलाई। कमरेड देवशङ्कर पौडेल हाम्रो अगाडि एउटा निष्कलङ्क मान्छेको नाम देवशङ्कर पौडेल। देवशङ्कर पौडेल आफैमा चाहिँ के भने हामीले सम्मान गर्न लागेको मान्छे र आज के कुराकानी गरिरहेछन् यहाँका कमरेडहरूले भनेर भन्दाखेरि देवशङ्कर कमरेडलाई केन्द्रीय कमिटीले भनिदिनु पर्यो उहाँ चाहिँ रामेछापमै बस्नु पर्यो, रामेछापमै बस्दिनु पर्यो र उहाँ दिनदिनै अफिस आइदिनु पर्यो। त्यति मात्रै गर्ने कुराले पनि हाम्रो पार्टी बन्छ भनेर मलाई खुसीको भन्नु। अब यो चाहिँ कुरा हो कि होइन त्यो देवशङ्कर कमरेडले बुझ्ने कुरा हो। तर देवशङ्कर कमरेडले कति बुझ्नुहुन्छ म त्यो देवशङ्करले कमरेडले बुझ्ने जुन उहाँको भावना छ नि त्यो भावनासँग म पनि गाँसेको छु। रामेछाप जिल्लाबाट उहाँले 11 मतले नेपाली काङ्ग्रेसको चर्चितै त्यति बेलाको नेतालाई पराजित गरेर प्रतिनिधि सभाको सदस्य भएर जति बेला उहाँ संसदमा प्रवेश गर्दै हुनुहुन्थ्यो त्यति बेला पनि म धादिङबाट प्रवेश संसदमा हामी सँगसँगै काम गर्थ्यौँ संसद। उहाँ कसरी अगाडि बढ्नुहुन्थ्यो र त्यो त्यस पछाडिका उहाँका जिन्दगीहरू मैले सबै हेरेको छु। त्यस कारणले प्रिय देवशङ्कर कमरेड, म केन्द्रीय कमिटीले आदेश दिने होइन, म प्रिय कमरेडको साथीको नाताले एउटा नाफाको जिन्दगी बाँचिरहेको नाताले अब तपाईँको सम्पूर्ण जीवन कमरेड मनमोहनले भन्नुभयो जस्तै मेरो सम्पूर्ण जीवन राष्ट्रलाई भने जस्तै प्रिय देवशङ्कर कमरेड मेरो सम्पूर्ण जीवन रामेछापलाई भन्नुभयो। यहाँको पार्टी काम बन्छ, म विश्वास दिलाएर भन्न चाहन्छु, अरू केही गर्नु पर्दैन। तर आफ्नो साउगास, आफ्नो स्थिति, आफ्नो परिवेश, आफ्नो स्वास्थ्य अनेकौँ कुरा हुन्छ। उहाँको जीवनदायिनी आमा माता बिहान उहाँको हेरचाह गर्नुपर्ने छोराका नाताले उहाँकै चिन्ता हो। उहाँले त्यसरी सजिलो ढङ्गले चाहिँ आमालाई छोडेर आउन सक्ने खालको स्थिति हुन्न। उहाँको यहाँ बस्ने रहर नभएर होइन, मैले यो कुरा बुझेको छु। यी सबै कुराहरूलाई बुझ्दै पनि अहिले हाम्रो भीम कमरेडले भन्नुभयो अरू समय नसके पनि कमसेकम 1 महिनाको समय होइन। अहिले लालसिंह घिसिङ कमरेडले जो चाहिँ के भन्दाखेरि प्रस्ताव गर्नुभयो अध्यक्ष कमरेडको अध्यक्षतामा 1 महिना 8वटै पालिकामा तपाईँको आइदिनुहोस् भनेर भन्नुभयो। म पनि अनुरोध गर्न चाहन्छु, समय कसरी तपाईँले म्यानेज गर्ने हो, व्यवस्थापन गर्ने हो, मैले तपाईँलाई भनिराख्नु पर्दैन। तपाईँ आफै विवेकी हुनुहुन्छ, तपाईँ आफै चाहिँ के भन्दाखेरि जान्ने सुन्ने हुनुहुन्छ र तपाईँले यसरी चाहिँ के भने समय दिनुहोस् यहाँको संगठनात्मक काममा भन्ने खालको कुरा चाहिँ म अनुरोध गर्न चाहन्छु। तपाईँले कसरी मिलाउने हो, नमिलाइकन हुँदैन, समय मिलाउने होइन। म 13 जिल्लामा जाने कुरा, भीमदाहालले 13 जिल्लामा जाने खालको कुरा, त्यो समय मिलाउने नै हो। भीमदाहाल दोलखामा नभएको कुरालाई लिएर मान्छे चिन्ता व्यक्त गर्दैछ। एकातिर भीमदाहाल दोलखामा जन्मेर दोलखाको अध्यक्ष हुनुको नाताले होइन आज जुन खालको चाहिँ नयाँ जिम्मेवारी प्राप्त गर्नुभएको छ दोलखाको लागि गौरवको कुरा हो। तर होइन उनी जतिको एउटा डेडिकेटेड नेता अब दोलखामा नहुँदाखेरि दोलखालाई समस्या पर्ने हो कि भनेर त्यहाँ पनि चिन्ता व्यक्त गर्नु र उहाँले हिजो के प्रतिबद्धता व्यक्त गर्नुभयो भने म बागमतीको अध्यक्ष भए पनि म दोलखा आएर काम गर्छु।
र अब त्यो बेलामा मैले इन्चार्जको हैसियत लिएर सचिव एलपी श्रेष्ठ जो हुनुहुन्छ हामीले सल्लाह गरेर उहाँलाई कतिपय समय दोलखै पठाउनु पर्ने भएको छ। अब यस्तै कुराहरूमा धादिङ जिल्लाबाट चुनाव जितेको भए 2048 सालमा पहिलो पटक धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर 2बाट 29 वर्ष पुगेर 29 वर्ष लाग्ने बेलामा म पहिलो पटक निर्वाचन भएर आएर त्यति बेला संसदमा मनमोहन अधिकारी हुनुहुन्थ्यो, त्यति बेला कमरेड मदन भण्डारी हुनुहुन्थ्यो, त्यति बेला नेपाली काङ्ग्रेसको गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो। म 29 वर्ष पुगेर 30 वर्ष लागेको खोजेका कारण मलाई सबैले त्यति बेला कान्छो सांसद भयो। आज त्यो सांसद निरन्तर त्यति बेलादेखि कमरेड मनमोहनले पढाएको पाठ सिक्दै कमरेड मदन भण्डारीको बाटो अनुसरण गर्दै अगाडि बढ्ने क्रममा मलाई पनि धादिङको प्रत्येक जस्तो गाउँमा बोलाएको हुन्छ। म सबै ठाउँमा जान सक्दिनँ। अब मैले समय मिलाएर जाने कुरा काठमाडौँदेखि नजिक हुनुको नाताले मलाई धादिङ जाने खालको कुरा सजिलो छ र 13 जिल्लाको इन्चार्ज भएर मैले सबभन्दा टाढा भनेर भनेकै रामेछाप हो, दोलखा हो, त्योभन्दा टाढा छैन। मैले समय मिलाउने यसै समय मिलाएर हामी हिँड्नुपर्छ भन्ने कुरा नै म तपाईँहरूको बिचमा राख्न चाहन्छु। र मेरो विचारमा तपाईँहरू सबैको भावनाको कुरा यही हो। जब यति कुराहरू हामीले गर्छौँ भने रामेछाप जिल्लाको पार्टी एक हदसम्म उठाउन सक्छौँ भन्ने खालको कुरा म तपाईँहरूमा विश्वास दिलाउन चाहन्छु। अब 1 महिनाको काम गरिसके पछाडि म तपाईँहरूले राख्ने जो प्रशिक्षण छ, जिल्ला स्तरीय कार्यकर्ता भेलाको कुराहरू छ, जिल्ला स्तरीय भेलाका कुराहरू छन्, त्यो भेलाले निर्णय गरेर जब चाहिँ कमरेड अध्यक्षलाई ल्याएर रामेछापको मन्थलीमा कमसेकम 3000 मान्छेको जुलुस गरेर जब हामी अधिवेशन गर्ने छौँ, त्यस पछाडि चाहिँ अहिले मान्छेले खिसिट्युनी गर्ने मान्छेहरूले आँखा चिन्न गर्न पर्ने हुन सक्नेछ र कतिपय मान्छेहरू त्यो देख्न नसकेर दारा ईर्षाले भुतुक्क भएर 3000 मान्छेको जुलुस निकाल्ने नेकपा एकीकृत समाजवादीको शक्ति रामेछापमा भनेर के चाहिँ जुन खालको स्थिति हुनेछ, उनीहरू औडा र डाहाले भुतुक्क भएर आफै मर्छ। त्यो स्थिति हामी सृजना गर्न सक्छौँ। त्यो तागत यो अनुहारमा छ र तपाईँहरूलाई म अग्रिम शुभकामना र बधाई भन्न चाहन्छु। अब मैले छोटो समयमा पुरा गर्नुपर्ने मेरो आफ्नै बाध्यता छ, तर पनि मैले अब रामेछाप आइसकिसके पछाडि बरु अबेलै जाउँला, जान सकिएन भने बिचमा बास बसौला भनेर पनि मैले केही कुराहरू राख्नुपर्ने भयो। तपाईँहरूको चाहना त्यो छ भनेर भन्ने बुझाएको छु मैले, तर त्यसलाई संक्षिप्त रूपमा राख्न चाहन्छु। त्यसरी राख्दाखेरि म 3टा कुरा क्याटेगोरिकल्ली राख्न चाहन्छु, 3टा कुरा प्रमुख रूपले उठाउन चाहन्छु। एउटा अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा म तपाईँहरूसँग कुरा गर्छु, त्यसको आधारमा हाम्रो राष्ट्रिय परिस्थिति के छ भनेर अलिकति भन्छु र यो राष्ट्रिय परिस्थितिमा अब हामी कसरी अगाडि बढ्दैछौँ भनेर भन्ने खालको कुरा चाहिँ म 3टा कुरा राख्छु। अन्तर्राष्ट्रिय परिस्थितिको कुराकानी तपाईँले देखिराख्नु भएको छ। आज अमेरिकाको डोनाल्ड ट्रम्प भन्ने मान्छे जसरी बौलाएका छन्, त्यसबाट तपाईँले प्रश्न रूपमा देख्न सक्नुहुन्छ कि अब विश्व व्यवस्थामा अमेरिका पुँजीवादलाई हामीले जहिले पनि बुझ्ने गरेको कुरा चाहिँ के हो भन्दाखेरि पुँजीवादको चरम रूप भनेर भनेको साम्राज्यवाद हो भनेर हामीले बुझ्ने गरेका छौँ। त्यो त किताबमा पढ्यौँ हामीले, मार्क्सवादी पुस्तकहरू पढ्यौँ हामीले, विभिन्न नेताहरूको भाषणबाट हामीले सुन्यौँ। तर त्यो पुँजीवाद चरम साम्राज्यवादमा चाहिँ पुँजीवादको चरम रूप भनेर भनेको साम्राज्यवाद हो भने चाहिँ के रहेछ भनेर भन्दाखेरि एउटा देशको राष्ट्रपति भएर आउँदैमा त्यो राष्ट्रपतिको लहरमा विभिन्न राष्ट्रलाई दिँदै आएको सुविधाहरूलाई कटौती गरेर हाम्रै देशमा पनि कयौँ सहयोगका योजनाहरू थिए, ती सबै कुराहरूलाई कटौती गरेर हाम्रो जस्तो विश्वका धेरै राष्ट्रहरूलाई दिएका सहयोगहरू कटौती गरेर अब के गर्दैछ भनेर भन्दाखेरि सबै देशलाई अब कर बढाउने भन्ने खालको प्रस्ताव बढाउँदै त्यसमध्येमा पनि कम्युनिस्ट मुलुक भने कुन हो त भनेर छानी कम्युनिस्ट र वामपन्थी मुलुकहरूलाई चाहिँ धेरैभन्दा धेरै कर लगाउने उसले
नीति अख्तियार गरेको छ। यही हो साम्राज्यवाद। उसले चीन आज जुन ढङ्गले अगाडि बढिरहेको छ, आफ्नै विशेषताको चाहिँ समाजवादको बाटोमा अभ्यास गरिरहेको चीनलाई, चिनिया विशेषताको समाजवादको अभ्यास गरिरहेको चीनलाई सबैतिरबाट घेराबन्दी गरेर चीनलाई कमजोर बनाउने उसले जो रणनीति लिएको छ, यही हो साम्राज्यवाद। र यो साम्राज्यवादको आज चरम उत्कर्षमा अमेरिकी नेतृत्व आज बौला जस्तो गरिकन चाहिँ त्यसको डोनाल्ड ट्रम्पहरू दौडिरहेका छन्। र त्यसले हाम्रो देशलाई पनि केही न केही असर पारिरहेको छ, चीनलाई असर पारिरहेको छ, भियतनामलाई असर पारिरहेको छ, र ल्याटिन अमेरिकी अरू 10औं वामपन्थी देशहरूलाई पनि असर पारिरहेको छ। र यो आम रूपमा भन्नुपर्दाखेरि भारत, बेलायत, क्यानाडा, युरोपियन युनियन सबैलाई असर पारेको छ। हामीले बुझ्नुपर्ने यो कुरा, यो साम्राज्यवादको विरुद्धमा हामीले विश्वभरिका कम्युनिस्टहरूलाई भन्ने गरेका छौँ, संसारका मजदुरहरू एक हौँ। हामीले त्यसैले हामी श्रमिकहरूको पक्षमा हामीले बोल्ने हामी कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू यहाँ जन्म भएका छौँ। त्यसकारणले आज कम्युनिस्टहरूलाई घेराबन्दी गर्ने हिसाबले साम्राज्यवादीहरू जुन तरिकाले उत्रिरहेका छन्, तिनीहरूको विरुद्धमा हामीले अब कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गरेर हामीले भण्डाफोड गर्नुपर्ने हाम्रो दायित्व र भूमिका आएको छ। यस्तो बेलामा हाम्रो राष्ट्र चाहिँ के छ त? हाम्रो राष्ट्र के छ भनेर भन्दाखेरि यो वैशाखको 11, 12, 13को कुराहरू गरिरहँदाखेरि हामी बडा गजबको कुरा चाहिँ नि हामीले स्मरण गर्न पर्ने खालको स्थिति छ। हामीले यस वर्षको 9 गते 22 अप्रिलको दिन कम्युनिस्ट पार्टीले 76 वर्ष पुरा गरेर 77 वर्ष पुगेको उपलक्ष्यमा हामीले स्थापना दिवस मनायौँ। यही वैशाख 11 गते हामीले 2063 वैशाख 11 गते मुलुकमा लोकतन्त्र स्थापना भएको, 62-63 को जनआन्दोलन पुरा भएको, 240 वर्षको राजाशाहीलाई अन्त्य गरेर जनताको गणतन्त्र आएको दिन भनेर हामीले लोकतन्त्र दिवस मनायौँ। आज त्यसको श्रृङ्खला यतिमा मात्रै टुङ्गिँदैन। आज त्यो श्रृङ्खला चाहिँ आज मनमोहन अधिकारी कमिटीको चाहिँ हामीले 26औं स्मृति दिवस मनाएर आज हामी रामेछाप जिल्ला कमिटीको कार्यालयमा 11औं जिल्ला कमिटीको बैठक बसिरहेका छौँ। त्यसकारण प्रत्येक दिनको आफ्नै महत्त्व छ र यो खास खालको महत्त्वको दिनको कुराकानी गर्दाखेरि म इतिहासको त्यो पक्षलाई स्मरण गर्न चाहन्छु। प्रिय कमरेडहरू, आज मुलुकमा लोकतन्त्र स्थापना भएको, राजतन्त्रलाई फ्याँकेको, जनताको शासन आएको 18 वर्ष पुगेर 19 वर्ष लाग्छ। 18 वर्ष पुगेर 19 वर्ष लाग्ने भनेको चाँडै कुरा होइन। तपाईँका छोरा, तपाईँको छोरी सम्झनुहोस्। अब यहाँ धेरै बाजे पुस्ता, हजुरबा पुस्ता, हजुरआमा पुस्ताका कमेडर पनि हुनुहुन्छ। आफ्नो नाति नातिनीलाई सम्झनुहोस्। आज बिहान हामीले 4 वर्ष कि रमेश कार्की कमेडको नातिनीलाई धेरै बेर खेलाएर जिस्क्याएर आएका हुन्। उनी कम्प्युटरभन्दा चलाक रहेछ भनेर भन्ने मैले देखेको छु। जमाना यस्तो आएछ। हुन पनि विज्ञानले के भन्छ भनेर भन्दा यो खुकुरी भन्दा कर्द लाग्ने भनेर भन्छ। तपाईँले सुन्नुभएको छ। खुकुरी भन्दा कर्द लाग्ने भने के त भनेर भन्दाखेरि बाजे, हजुरबा, हजुरआमा भन्दा अहिलेका नाति नातिनाहरू चाहिँ चलाक हुनै पर्दछ। त्यो विज्ञान पनि हो। रमेशजीको पालामा, रमेश कार्कीको पालामा आफू जन्मेको बेलामा जति बाठा थिए, उहाँका श्रीमान श्रीमतीहरू जति बाठो हुनुहुन्थ्यो, त्यो पठ्याइले अब उहाँको नातिको पुस्तालाई, नातिनाको पुस्तालाई चल्दैन। त्यस कारणले गर्दाखेरि त्यो नातिनी अहिले कम्प्युटरभन्दा चलाक छ भने आफ्नो खालको त्यहाँ म्याडमले मलाई भन्नु, उहाँले जे जान्नुभएको थियो त्यो आफ्नो नातिनी कति चलाक छ भन्दा कम्प्युटरभन्दा चलाक छ। मुलुकलाई केपी ओली दियो, मुलुकलाई शेरबहादुर देउवा दियो, मुलुकलाई प्रचण्डहरू जस्तो नेता दियो। यो आफ्नो बोली र वचनको ठेगान नभएका नेता दियो। उनीहरू आफै सम्पन्न हुने खालको नेता दियो। 12 खरी भन्ने पत्रिकाले अस्ति एउटा लेख गजबको लेखेर छ। मैले त्यो लेख पढेँ। हाम्रो नेताहरू के कुरामा चाहिँ गौरव गर्दछन् भने स्विस घडी लाउनका लागि एउटा नारीमा घडी लाउनको निम्ति 20 लाख रुपियाँ खर्च हुन्छ र त्यो करोडौँ रुपियाँ पर्ने घडी
लागेको छ कि छैन भन्ने आधारबाट मेरो मूल्याङ्कन हुन्छ कि हुँदैन भनेर मान्छेहरू चिन्तित छ। अहिलेको नेताहरू त्यस्तो छ। एकपटक भारतको संसदमा इन्दिरा गान्धी प्रधानमन्त्री भएको बेला, इन्दिरा गान्धी भनेको जवाहरलाल नेहरूकी छोरी, उनी प्रधानमन्त्री भएको बेला दोपट्टा लगाएर संसदभित्र आइछिन्। मान्छेले शङ्का गरे यो दोपट्टाको कति पर्ला भन्ने। त्यहाँ एकजना सांसद थिए राम मनोहर लोहिया भन्ने। राम मनोहर लोहियाले संसदमा हङ्गामा मचाए, इन्दिरा गान्धीजी तपाईँले दोपट्टा लगाउनु भएको छ, त्यो दोपट्टाको मूल्य कति हो भनेर सोध्यो। अनि त्यहाँनिर इन्दिरा गान्धी हडबडाइन्। इन्दिरा गान्धी हडबडाइन् र भनिन् जे भएको त्यही भन्नु, यो दोपट्टा मेरो किन्न सक्ने हैसियत छैन मान्य सदस्य, यो दोपट्टा कुनै साथीले दिएको हो उपहारको रूपमा र म त्यो लाएर आएँ। त्यसो भए त्यो दोपट्टा त्यो कसले दियो, यसको मूल्य कति पर्छ ल भन्नुहोस्। उनले भनिन् यसको मूल्य मलाई थाहा छैन, यसको मूल्य महँगो छ भन्ने कुरा मात्रै। त्यसो भए महँगो साडी दुपट्टा लाएर अर्काले दिएको दोपट्टा तपाईँले किन लाउनु? त्यो दोपट्टा दिने मान्छेलाई तपाईँले केही न केही बदलामा केही दिनुपर्छ कि पर्दैन प्रधानमन्त्रीज्यू? राम लोहियाले सोधे। उनी फेरि अक्मकाइन्, सही उत्तर दिन सकिनन्। नसकिसके पछाडि हङ्गामा भयो। हङ्गामा भइसके पछाडि चाहिँ ल यो म दोपट्टा जसले दिएको हो त्यही व्यक्तिलाई म फर्काउने गरी म आजैदेखि म भन्न चाहन्छु, म भोलिदेखि यो दोपट्टा लाउँदिनँ र यो दोपट्टा लगाए बापत मैले कुनै पनि प्रकारको नाजायज खालको केही पनि दिएको छैन भनेर उनले भनिन्। र पछिपल्टदेखि चाहिँ उनी सामान्य धोती लगाएर संसदभित्र आइन्। एउटा यो देशमा भाष्य, नयाँ भाष्य स्थापित भएको छ। त्यो के भनेर भने व्यवस्था बदलियो, अवस्था बदलिएन भनेर। त्यसैले प्रिय कमेन्टरहरू, अवस्था बदलिए, अवस्था पनि बदलिएको छ। मैले गाउँमा सोधेँ, अहिले भर्खरै हामी कमेन्टरको साथमा चाहिँ रामेछापको भङ्गेरीदेखि रामेछापको पुरानो बजार गएर आयो। मैले रामेछापका साथीहरूलाई सोधेँ बाटो कहाँ कहाँ पुगेको छ। देवशङ्कर कमलले भन्नु प्रत्येक जस्तो वडामा बाटो पुगेको छ। अहिले पनि मैले लालसिंह घिसिङ कमललाई सोधेँ हामी दोरम्बा जान कति टाढा, अर्को गाउँ जान कति टाढा? हामीले धेरै टाढा छैन, 2-3 घन्टामा त हामी पुग्छौँ। प्रत्येक गाउँमा बाटो पुग्छ। यो विकास होइन, यो परिवर्तन होइन। रामेछापको मन्थलीबाट सोलुगम्ब क्षेत्रमा मात्रै दिनमा 65वटा उडान हुन्छ भनेर अघि देवशङ्कर कमलले भन्यो। यो परिवर्तन होइन, परिवर्तन हो। गाउँ गाउँ वडामा बाटो पुगेको कुरा परिवर्तन हो। प्रत्येकले घर घरमा पानी खान पाएको कुरा पनि परिवर्तन हो। प्रत्येकको चाहिँ सामाजिक जीवन अहिले जुन वृद्धि भएको छ, अहिले परिवर्तन भएको छ, त्यो पनि परिवर्तन हो। तर यो परिवर्तनका बीचबाट तपाईँ हाम्रा नाति नातिनाहरू यो देशमा छैनन्। हामीले बुझ्नुपर्ने कुरा, लाखौँको सङ्ख्यामा हाम्रा छोराछोरी नाति नातिनाहरू विदेशमा छन्। हुन त अरू देशबाट पनि मान्छेहरू विदेश गएका छन्, तर हाम्रो देशबाट बढी विदेशमा गए। युवा युवतीहरू बढी विदेशमा गए। अब गाउँ घरहरू रित्तो भएको छ। यो ठुलो परिवर्तन हो। गाउँ हिजो थिएन। यो आजभन्दा 20-30 वर्ष अगाडिको कुराकानी गर्ने हो भने गाउँ हराभरा थियो। गाउँघरमा चाहिँ युवाहरूको ठुलो शक्ति हुन्थ्यो। दसैँ भनेपछि, तिहार भनेपछि, होइन, आमाको मुख हेर्ने औँसी भनेपछि, तीज भनिसके पछाडि हामीले पनि आफ्नो कार्यक्रम गर्नलाई केही मौका छोड्नु पर्ने खालको स्थिति हुन्थ्यो। आज त्यो काम गाउँमा गर्दाखेरि हाम्रो कार्यक्रममा मान्छे आइदिँदैन, किनभने मान्छे छ। अब गाउँघरमा चाहिँ मान्छेहरूले अब मर्दाको मलामी र जिउँदाको जन्ती नपाइसके पछाडि चाहिँ धेरै जसो गाउँमा एउटा शव वाहन राखिदेऊ भन्न थालेका छन्। शव वाहन किन राखिदेऊ भनेर भन्दाखेरि उहाँ माथिदेखि चाहिँ लास झार्नु पर्ने छ, बोकेर ल्याउने मान्छे छैन, मलामी छैन। त्यस कारणले गर्दा हामीलाई त शव दाह गर्नका लागि चाहिँ शव वाहन चाहियो। परिस्थिति परिवर्तन, यो जम्मै खालको परिवर्तन भइरहँदाखेरि मुलुकले धेरै खालको चाहिँ उन्नति हासिल गरेको कुराहरू त गरौँला,
तर हाम्रो छोरा नानीहरू चाहिँ विदेशमा भएको मौका छोपेर विदेशमा भएको मौकाहरू छोपेर स्वयं राजा ज्ञानेन्द्र जसलाई रक्षणमा फैलिएको छ जसलाई चाहिँ के भन्दाखेरि घाटमा लगेर एक प्रकारले पोलिएको छ भनेर भने पनि अनि त्यहाँबाट भुरभुराउनु भएर चाहिँ आएर त ऊ के भन्छ भनेर भन्दाखेरि यसपालिको प्रजातन्त्रको दिवसको दिन अब हामीले बुझ्नुपर्ने बेला आएको छ भन्छ। यसो गर्ने हो भने हामीलाई जनताहरूले सहयोग गर्नुपर्छ भन्छ। अनि त्यही सहयोग गर्नुपर्छ भनेर भने न्यु पारेर दुर्गा प्रसाईहरू बौलाएर तिनकुनीमा त्यो उपद्रव गरे। यद्यपि हाम्रो पार्टी कार्यालय पनि ध्वस्त बनायो, त्यो अर्को कुरा छ। त्यो यो जम्मै असन्तुष्टिमा आज खेल्ने परिस्थिति कसले गर्दा गरेको हो अरे भन्दा यही गणतन्त्रभित्र पटक पटक प्रधानमन्त्री भएका यी बदमासहरूले गर्दाखेरि त्यस्तो कुरा। तर हाम्रो नेताहरूको कारणले होइन। कमरेड मनमोहन जति बेला प्रधानमन्त्री हुनुभयो आफ्नो गाउँ आफै बनाऊ कार्यक्रम सुरुवात गर्ने कमरेड मनमोहन अधिकारी वृद्धहरूलाई आज जो 4000 को चाहिँ प्रति मास भत्ता पुग्ने खालको परिस्थिति भएको छ त्यो दिलाउने त्यसको सुरुवात गर्ने भनेको कमरेड मनमोहन अधिकारी। यस्ता पनि प्रधानमन्त्री अनि केपी ओली जस्ता चाहिँ धुन्धकारी पनि देशका प्रधानमन्त्री अनि केपी मनमोहन अधिकारी जस्ता पनि नेकपा एमालेको नेता अहिले केपी ओली जस्ता पनि एमालेको नेता मान्छे हेर्नका हुन्छन् नि त। कुन गतिलाई छन् हामीले हेर्नका लागि हुन्छन्। उसका क्रियाकलापले गर्दा पटक पटक चाहिँ प्रधानमन्त्री हुने मौका पाएर पनि जनताको पक्षमा केही पनि नगर्ने मात्र होइन, अनेकौं उत्पाद बचाउने खालका कुराहरू गरेका कारणले गर्दा चाहे प्रचण्ड होस् चाहे शेरबहादुर होस् यी व्यक्तिहरू सबभन्दा अलोकप्रिय भए। यिनीहरूले गरेका काम जनप्रिय हुन सकेनन्, जनपक्षीय हुन सकेनन्, जनताको हुन सकेन। त्यस कारणले उनीहरूको कारणले गर्दाखेरि के भयो भन्दाखेरि आज त्यही मौका छोपेर दुर्गा प्रसाद जस्ता अराजक र उदण्डहरू पनि सडकमा असाध्य प्रियतावादी कुराकानी गर्ने पपुलिस्टहरू पनि सडकमा अनि काहीँ नभएको जात्रा हाँडी गाउँको भने जस्तो गरिकन शेरबहादुर देउवा चाहिँ केपी ओली जस्ता चाहिँ ठुला पार्टीका नेताहरू चाहिँ अहिले सत्ताधारी भएर संसदमा यी नालायकहरू संसदमा रहने, यी नालायकहरू सरकारमा रहने, यी भ्रष्टहरू सरकारमा रहने र नि सडक चाहिँ अराजकहरूको जिम्मामा जाने खालको कुराले मुलुकमा एक प्रकारको संशय पैदा भएको छ। अब के मुलुकमा प्रजातन्त्र त रहला, के मुलुकमा गणतन्त्र त रहला। हिजो ट्याक्सीमा आइरहेको बिहानको समयमा अनि 6:30 बजेको समाचार सुनिरहेको थिएँ। समाचार सुनिरहेको ठाउँमा केपी ओलीको भाषण आयो। भाषण आउँदाखेरि त्यो ड्राइभरले के भन्यो भन्दाखेरि त्यो ड्राइभरसँग अरू मैले प्रतिवाद गरेँ, कराउँछस् कति दिन कराउँछस् हेर्दै जाउँला नि, ज्ञानेन्द्र शाही गृहमन्त्री भइहाल्छ अनि देख्लास् भन्छ। एउटा ड्राइभर हेर्नुहोस् है, अब त्यो ड्राइभरसँग मैले के प्रतिवाद गरेँ होइन। म चुप्प लागेर बसेँ, बोलिनँ केही। उसलाई के दिमागमा छ भने मुलुकमा अब राजावादीहरू आउँछन्, राजाले शासन गर्ने दिन आउँछ। त्यो आयो भनेर भने त्यो ज्ञानबहादुर शाही भनेर भन्ने राम्रो मान्छे चाहिँ अब गृहमन्त्री हुन्छ भनेर भने एउटा ट्याक्सी ड्राइभरलाई परेको छ। देशभित्रको ट्याक्सी ड्राइभरलाई त्यो कुरा पर्ने। अनि हाम्रा छोरा नातिहरू जो विदेशमा छन् उनीहरूलाई चाहिँ के भन्दाखेरि फेसबुक चलाएर अहिले चाहिँ उनीहरूलाई फुर्सद छैन। रविलाई सहकारी मुद्दा लगाएको यो बेकारको कुरा हो, यो लगाइएको कुरा हो भन्छु। ऊ दायाँ बायाँ ऊ केही हेर्नेवाला छैन। केपी ओली भनेपछि उसलाई मन पर्दैन, केपी चोर देश छोड भनेर भन्छ। उसले त्योभन्दा अरू कुरा केही पनि भन्छ होइन। घरमा बाबा आमालाई फोन गर्यो भनेदेखि दायाँ बायाँ लाग्ने होइन, हुरुक्क अब घरा चुलाएर गएर बस्ने भनेर केही कोही नमान्ने बाबा आमाले छ भनेर चुलाएर बस्छ भन्छ। चुनाव आयो भनेदेखि रविको घन्टीमा भोट हाल भन्छ। त्यस्तो खालको उदण्ड हाम्रा छोरा नानीहरू भएका छन्। ती कति सङ्ख्यामा छन् त भन्दा झन्डै 40 लाखको हाराहारीमा तिनीहरू बाहिर छन्। त्यस कारणले गर्दा अब देशमा व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भनेर जुन भाष्य जो स्थापित भएको छ प्रिय कमरेडहरू, अघि देवशङ्कर कमलले जो भन्नुभयो हामीले 5 जनाले पार्टी स्थापना गरेर
रामेछापलाई यत्रो यो ठाउँमा ल्याइपुगेको हो। यही भावनाका साथ आज हामीले सम्झनु पर्ने भएको छ। कम्युनिस्ट पार्टी स्थापना भएको 76 वर्ष पुगेर 77 वर्ष लाग्यो। कमरेड पुष्पलाल जो तपाईँकै जिल्ला रामेछापको भुङ्गेरीमा जन्मनु हो, रामेछापको भुङ्गेरीमा जन्मेको भक्तलाल श्रेष्ठका 2 छोरामध्ये गङ्गालाल र पुष्पलाल मध्ये पुष्पलालले स्थापना गर्दा कम्युनिस्ट पार्टी पनि 2006 साल वैशाख 10 गते 22 अप्रिलको दिन होइन, अङ्ग्रेजी सम्मत अनुसार 22 अप्रिलको दिन जम्मा उहाँहरू पनि 5 जना हुनुहुन्छ। 5 जनाले सुरु गरेको कम्युनिस्ट पार्टी आज यत्रो भएको छ। 12-13 वटा कम्युनिस्ट पार्टीमा विभाजित छन्। तर चाहिँ के भन्दाखेरि नि केपी ओली अहिले पनि के भन्दैछ भन्दाखेरि म अझै 20 वर्ष 25 वर्षसम्म बाँच्छु, एमालेमा अरू मेरो विकल्प नखोजे हुन्छ भनेर भन्दैछ। त्यस्तो फुर्ती आउने कम्युनिस्ट पार्टीको तथाकथित कम्युनिस्ट पार्टीको नेता छ। ऊ एकातिर छ, हामी एकातिर छ। तर एकातिर हुँदाखेरि पनि हामीलाई पनि के विश्वास छ भने हेर्दै जाऊ ल केपी, कुनै दिन चाहिँ तिम्रो पार्टी भन्दा हाम्रो पार्टी कमसे कम 1 इन्च भनेर पनि ठुलो बनाउने छौँ र अग्लो बनाउने छौँ भनेर हामी लागेका छौँ र त्यही खालको भावना अनुसार हामी लागेका छौँ। त्यस कारणले त्यो लाग्दैमा लाग्यौँ भनेर मात्रै हुँदैन, लागेको प्रमाणले देखिनुपर्छ, चाहिँ आधारहरूले देखिनुपर्छ। त्यो आधार के त भन्दाखेरि त्यो आधार हामीसँग छ। हामीले 10औं राष्ट्रिय महाधिवेशन गऱ्यौँ, नेपाली विशेषताको समाजवादी कार्यक्रम अगाडि सार्यौँ। त्यो कुनै पार्टीलाई सोध्नुहोस्, कुनै कम्युनिस्ट पार्टीलाई सोध्नुहोस्, कुनै कम्युनिस्ट पार्टीले पनि यस्तो कार्यक्रम ल्याउन सकेका छैनन्। हामीले नेपाली विशेषताको समाजवादी कार्यक्रम ल्याएका छौँ। त्यो कार्यक्रम पुरा गरेर छाड्ने हो। अब हामी म पनि यही वैशाखको 10 गते 11 गतेदेखि म 64 वर्ष पुगेर 65 वर्ष लागे। म जति वर्ष बाँच्छु मेरो एउटै मात्र ध्येय छ, यो देशमा नेपाली विशेषताको समाजवाद ल्याएर छाड्ने हो। है त ताली बजा। जहाँ गए पनि ताली मार्नु पर्ने कर्म पनि मेरो मान्छे बुझेर ताली नै लाउँछ। हिजो दोलखामा पनि पटक ताली मार्नै पर्यो। त्यस कारणले म के भन्छु भन्दाखेरि एउटा आदर्श एउटा मूल्य मान्यता आदर्शको कुराकानी गर्दाखेरि म एकछिन हँसाइदिएको मात्र है, सरी। म तपाईँहरूसँग के भन्छु भने मूल्य मान्यता आदर्शको अनुसार हामी सबै समाजवाद ल्याउनुको लागि अग्रसर भएर लागेका छौँ। हाम्रो शक्तिले बुताले जति भ्याउँदछ, त्यो भ्याउनका निम्ति हाम्रो बित्ताले भ्याउने जति हुन्छौँ नि, हाम्रो बित्ताले भ्याउने जति हामी जति गर्न सक्छौँ हामी गर्छौँ। हरेक 1000 माइलको यात्रा पनि हामीले सुनेको बुझेको के हो भनेर भन्दा कम्युनिस्टहरूले माओ सेतुङले भन्नुभएको 0 माइलबाट सुरु गर्नु, 1 पाइलाबाट सुरु गर्नु, एक पाइलाबाट सुरु गर्नु, 1 2 3 4 पाइलाबाट सुरु। त्यस कारणले म भन्न चाहन्छु हामी ल्याउन सक्छौँ भन्ने खालको कुरा। अहिले हामीले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकबाट हामीले राष्ट्रिय आन्दोलनको घोषणा गरेका छौँ। यद्यपि यति बेला गणतन्त्र जोगाउने, संविधान जोगाउने, संहिता जोगाउने पनि हाम्रै जिम्मा जस्तो भएको छ। त्यो जिम्मा पनि पुरा गरौँ। तर जनतामा उठेको यो निराशा चिर्ने जिम्मा पनि हाम्रो हो र हाम्रो पक्षमा धेरै मान्छेहरू ल्याउने काम पनि हामीले नै गर्नुपर्छ। त्यो भनेर भनेको के त भन्दा समाजवादको आधारहरू निर्माण गर्दै अगाडि बढ्ने। समाजवादको आधार एकै दिनमा निर्माण हुँदैन। हामीले अहिले आन्दोलनका जे कार्यक्रमहरू अगाडि सारेका छौँ त्यसबाट निर्माण हुन्छ भन्ने हाम्रो विश्वास हो। अहिले सडकमा देखेका यी अराजक र पपुलिस्टहरूको जो हुल्लडबाजहरूको चाहिँ जुन खालको दस्ताहरू हामीले देखिरहेका छौँ, यिनीहरूलाई निस्तानाबोध गर्ने खालको काम पनि हाम्रो आन्दोलनले नै गर्नेछ, हामीलाई त्यो विश्वास हो। त्यसो भए त्यो आन्दोलन कस्तो प्रकारको आन्दोलन हुनेछ त भन्दाखेरि अब सानो रूपबाट हामी सुरु गर्छौँ। अहिले त्यो आन्दोलन हामी तपाईँहरूकै सहयोगमा सुरु गर्छौँ। त्यो आन्दोलन म देवशङ्कर कमललाई भन्न चाहन्छु, अध्यक्ष कमललाई भन्न चाहन्छु, लालसिंह कमललाई भन्न चाहन्छु, आगामी 19 गते यो जिल्ला कमिटीका सबै आज उपस्थित भएको जिल्ला कमिटीका सबै सदस्य कमलहरू उपस्थित हुन बाँकी रहेका सबै सदस्य कमललाई फोन गर्नु होला र तपाईँहरूले जिल्ला स्तरको मागहरू के हुनसक्छ तपाईँहरू बसेर चाहिँ यहाँनिर छलफल गरेर एउटा टुङ्गोमा लाग्नुहोस् र त्यो माग राखेर चाहिँ तपाईँहरू 100-150 जनाको जति जुलुस निकाल्न सक्नुहुन्छ त्यो जुलुस लिएर आगामी 19 गते यहाँको सिडिओ साहबले भेट्नुहोस्।
त्यो सिडिओ साहबलाई लगेर चाहिँ ज्ञापन पत्र बुझाउने हो। त्यो ज्ञापन पत्र बुझाउनुहोस्। हामी यो 77 जिल्लामा गर्छौँ। साथसाथै अस्ति बुझाएको चाहिँ के हो त्यो अर्कै हो। त्यो चाहिँ के भने नि हाम्रो पार्टी कार्यालय ध्वस्त पारेको चाहिँ विरुद्धमा त्यस्ता फटाहारले कारबाही गर्नुपर्छ भनेर चाहिँ बुझाएको चाहिँ नि हाम्रो ज्ञापन पत्र हो। अहिले चाहिँ हाम्रो आन्दोलनको ज्ञापन पत्र हो। हामीले आन्दोलनको सुरुवात अब हामी कहाँबाट गर्छौँ? हामी चाहिँ हाम्रो स्थानीय तहबाट गर्छौँ। हामी 19 गते चाहिँ के गर्छौँ? देशव्यापी रूपमा 77 जिल्लाको आफ्नो गच्छेअनुसारको आफ्नो जिल्लाले कसैले 400, कसैले 500, कसैले 4000 के पनि जुलुस गर्लान्। जुलुस लिएर सिडिओ कार्यालयसम्म जान्छ र त्यसका केही प्रतिनिधिहरूले गएर सिडिओलाई चाहिँ मागपत्र बुझाउँछ। आउने 22 गते हरेक पालिकाको सबै वडाहरूमा पनि वडा स्तरको चाहिँ आफ्नो मागहरूलाई लिएर वडा स्तरमा चाहिँ जुलुस गर्दै वडा कार्यालयमा लगेर मागपत्र बुझाउने। 23 गतेको दिन सबै पालिकाले यो कुरा लालसिंह कमरेलाई म भन्न चाहन्छु, बागमती प्रदेश कार्यालयबाट भोलितिर नै एउटा सानो सर्कुलर एलपी कमरेडले सही गरेकै सर्कुलर सायद भोलि बेलुका 25 आउँछ होला। तपाईँहरूले त्यही अनुसार चाहिँ गर्नु होला। यो हाम्रो आन्दोलनको कार्यक्रम। यसले तुरुन्तै यो खालको कुराहरू चाहिँ परिवर्तन हुन्छ त भन्ने तपाईँलाई लाग्दा हुँदैन, परिवर्तन हुँदैन। मैले भनिहालेँ 1000 माइलको यात्रा पुरा गर्नुपर्ने छ। त्यसको लागि हाम्रो पहिलो पाइला मात्रै हो। हामी योभन्दा ठुलो कार्यक्रमको पनि आयोजना गर्छौँ। त्यो वैशाख 25 गते घोषणा गर्छौँ। त्योभन्दा अगाडि चाहिँ हामी अलिकति वार्मअप, अलिकति तयारी गर्ने खालको हिसाबले मात्रै अहिले जान खोजेका छौँ। त्यसो भए हामीले भन्न खोजेको कुरा के त? घर भन्दाखेरि कम्तीमा हामीले भन्न खोजेको कुरा कृषिमा हामी के गर्छौँ, हामी त्यो कुरा भन्न खोजिरहेका छौँ। हामीले त्यस्तै गरिकन उद्योगमा हामी के गर्छौँ, शिक्षामा हामी के गर्छौँ, त्यो कुरा भन्न खोजिरहेका छौँ। जस्तो हामी कृषिमा हामी के भन्छौँ भन्दा कृषिमा अहिले बाली वस्तुको उचित मूल्य पाएका छैनन् किसानहरूले, होइन? यो कुरा उचित हिसाबले चाहिँ नि बाली मूल्यको मूल्य पाउनु पर्दछ, बालीको वस्तुको मूल्य पाउनुपर्छ भनेर किसानहरूलाई हामी उठाउनको लागि भन्छौँ। उद्योगमा श्रम र स्रोतको उपयोग हुनु पर्यो र यसलाई सम्पूर्ण रूपमा राज्यले संरक्षण गर्नु पर्यो भनेर भन्नेवाला छ। उद्योगको बारेमा जम्मी दुईवटा कुरा सम्झि पुग्छ, होइन? श्रम र श्रमको यथोचित उपयोग हुनु पर्यो र यसलाई राज्यले संरक्षण गर्नु। राज्यले संरक्षण गरेका छैन। अहिले श्रम र श्रमको उपयोग भएको भए हाम्रा युवाहरू 40 लाखको सङ्ख्यामा युवाहरू विदेशी थिएर त्यो विदेशिनु परेको कारण के हो भने यहाँ कुनै श्रमको मूल्य छैन, यहाँ स्रोतको चाहिँ मूल्य छैन र यहाँ चाहिँ राज्यको संरक्षण छैन। त्यस कारणले हामी पर्यटनमा के गर्ने भनेर भनिरहेका छौँ। पर्यटनमा के गर्ने भनिरहेका छौँ भनेर भने जसरी उदाहरणको लागि अहिले मन्थलीको एयरपोर्टबाट सोलुखुम्बुसम्मको उडान झन्डै 65% कुनै दिन हुन्छ भनेर मैले आज सुने। मलाई एक कुराको के विश्वास लाग्यो भने यो देश पर्यटकीय हिसाबले असाध्य वन्डरफुल देश हो। यो देश पर्यटकीय विकासको हिसाबले धेरै नै चाहिँ सम्भावना बोकेको देश हो। त्यस कारणले 10 वर्षमा 40 लाख पर्यटन भित्राउने कुरा र पर्यटनबाट 10 लाख रोजगारी सृजना गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ। हामी यो कुरा उठाउँछौँ। पूर्वाधारमा यातायात, ऊर्जा, सिँचाइ, खानेपानी, टेलिफोन, इन्टरनेटमा चाहिँ हाम्रो सुलभ पहुँच हुनु पर्यो भनेर कुरा उठाउनेवाला छ। शिक्षामा उच्चस्तरीय निःशुल्क शिक्षा, उच्चस्तरीय निःशुल्क र गुणस्तरीय शिक्षा हुनु पर्यो। दुई खालको शिक्षाको अन्त्य हुनु पर्यो भनेर हामीले बोल्नेवाला छौँ। स्वास्थ्यमा सर्वसुलभ हुनु पर्यो, स्वास्थ्य सबैले पाउनु पर्यो स्वास्थ्य भन्ने खालको कुरा र सर्वसुलभ पनि हुनु पर्यो भनेर उठाउनेवाला छ। सुशासनमा एउटा शक्तिशाली छानबिन आयोग बनाऊ। को भ्रष्टाचारी छ त्यसको चाहिँ उचित कारबाही गर्नुपर्ने चाहिँ उच्च स्तरीय एउटा छानबिन आयोग बनाऊ भनेर हामीले माग गर्दैछौँ। त्यो हाम्रो पार्टीको भए पनि हामी छोड्दैनौँ। जुन हामी के कुरामा विश्वास गर्छौँ भने हाम्रो पार्टीका छ भनेर हामी छोड्नेवाला छैनौँ। जुन औँलामा बिख लाग्छ त्यो औँला झर्छ। जसले कालो खान्छ जसले अङ्गार खान्छ त्यसले कालो दिशा गर्छ। हामीलाई कोही बात छैन र देशमा उच्च स्तरीय अधिकार सम्पन्न छानबिन आयोग समिति बनाएर त्यो छानबिन आयोग समितिले जसलाई भ्रष्टाचारी भन्छ त्यसलाई चाहिँ के भन्दाखेरि कारबाही गर्नु।
र विदेश नीतिमा हामी काला पानी लिपुलेक लिपियाधुरा जस्ता हाम्रो चाहिँ भारतीय अतिक्रमणमा परेका क्षेत्रहरूलाई कुनै पनि हालतमा हाम्रो हो र त्यो फिर्ता गर्छौँ। त्यो ढङ्गले हामी जाउँ। हामी असंलग्नता, समानता, पारस्परिक सहयोगको आधारमा चाहिँ हामी जाउँ भन्ने पक्षमा छौँ। अहिले संविधान संशोधनको मुद्दा उठेको छ, पुरा उठेको छ। मुखले भनेर हुँदैन। यो 10 वर्ष भएछ हामीले संविधान ल्याएको। यो 10 वर्षमा यो संविधानले के राम्रो काम गर्यो, के गर्न सके, कुन चाहिँ धाराको राम्रो काम भयो, कुन चाहिँ धाराबाट पानी आएन, हामी त्यो हिसाबले चाहिँ समीक्षा गरौँ र यसलाई पुनरावलोकन गरौँ। र त्यसको निम्ति चाहिँ एउटा राष्ट्रिय सम्मेलन गर्नुपर्छ भनेर भने हामी राष्ट्रिय सम्मेलन गरौँ र त्यो राष्ट्रिय सम्मेलन गरेर राष्ट्रिय सम्मेलनले जे भन्छ हामी त्यही अनुसारले हामीले प्रस्तावित गरेका छौँ। यसरी यी मागका आधारमा हामी देशव्यापी रूपमा आन्दोलन उठाउनेछौँ र हाम्रो पार्टी आन्दोलनकारी पार्टी भएर स्थापित हुनेछ र यही आन्दोलनकारी पार्टी निर्माण गर्ने कुराले नै हाम्रो पार्टी बनेन, हाम्रो पार्टी भएन, हाम्रो पार्टी सानो हो, हिंसाबोध आदि आदि हामी रक्षात्मक भयौँ भन्ने जस्ता खालको रमेश सिलवाल एकजना गयो भन्दैमा हामी रक्षात्मक स्थितिमा छौँ भन्ने खालको हिंसाबोधबाट तपाईँहरू रामेछापका कमान्डरहरू चाहिँ उठ्नु पर्यो। त्यो हिंसाबोध रमेश कार्की प्यारो भावर कार्कीका कार्की हाम्रो पार्टी छोडेर जाने त कार्की होइन, बस्नेत पो रहेछ। त्यस कारणले प्रिय कमान्डरहरू त्यो बस्नेत छोडेर गयो भन्दैमा हामी डराउनु पर्दैन। कुनै बेला यो कोठामा पनि त पहिला ढुङ्गेलको हतार गर्ने आज त हाम्रो पार्टी छ नि। यसो भएका हुनाले म तपाईँहरूसँग के भन्न चाहन्छु भने कमरेड, यो रामेछाप जिल्लाको पार्टी तपाईँहरू जाग्दाखेरि यो पार्टी जाग्न सक्छ, तपाईँहरू उठ्दा त्यो पार्टी उठ्न सक्छ। खाली चाहिँ के भन्दाखेरि भने तपाईँहरूलाई इफ नचलेर हो भन्ने मलाई लाग्छ। यो इफ चल्ने कुरामा चाहिँ एउटा म कमरेड मदन भण्डारीले भन्ने गर्नुभएको एउटा कथाबाट मेरो भनाइ टुङ्ग्याउन चाहन्छु। कमरेड मदन भण्डारीको पालामा पनि हाम्रो पार्टी कहिले यस्तै हुन्छ। कमरेड मदन भण्डारी एकदमै झकाउ ढङ्गले पार्टी हुनुपर्ने 5औं राष्ट्रिय महाधिवेशन काठमाडौँको खुला होइन, काठमाडौँको स्टेडियम दशरथ रङ्गशालामा व्यापक ठुलो मान्छेको उपस्थितिमा हामीले झन्डै 35,000 मान्छे त्यहाँ अटाउँछन्। त्यहाँ तल्लो चाहिँ के भने ग्राउन्डमा गरेर त्यति मान्छेहरूको बिचमा झन्डै 50,000 मान्छेको ठेलका बिचमा हामीले महाधिवेशन गऱ्यौँ। त्यति बेला मदन भण्डारी भनिसके पछाडि कालीमाटीतिर भारी बोक्न आउने मान्छेहरू पनि भारी बोक्न छोडेर आज चाहिँ के भन्दाखेरि नि खुला मञ्चमा मदन भण्डारीले भाषण गर्दैछ भनेपछि त्यो सुन्नका निम्ति भारी बोक्ने मान्छेहरू खुला मञ्चमा आउँथे र उनीहरू चाहिँ भारी बोक्ने मान्छेहरू घर फर्किसके पछाडि मदन भण्डारीको कुरा गर्छ। तर मदन भण्डारी स्वयं आफै बसिरहेको पार्टी, उहाँको कार्यकर्ता हामी कार्यकर्ताहरू जम्मा भएको ठाउँमा उहाँले कार्यकर्ता भेला र प्रशिक्षणमा के भन्नुपर्थ्यो के भन्ने गर्नुहुन्थ्यो भने आज पार्टी कहाँ अलिकति मुर्झाएको छ, कता सुतेको छ भन्ने मलाई लाग्छ। तपाईँहरूमा कता निराशा के कारणले हो पलाएको जस्तो चाहिँ मलाई चाहिँ भान भइरहेको छ। तपाईँमा जुन खालको स्फूर्ति हुनुपर्ने हो त्यो स्फूर्ति छैन भनेर भन्नु। र उहाँले के भन्नुहुन्थ्यो भने कहिले रामचन्द्र भगवानको अगाडि पनि उनको मुख्य सारथी र उनको मुख्य बाणका रूपमा रहेको हनुमान पनि कहिले ठस्स पर्थ्यो, कहिले रिसाउँथ्यो, कहिले चित्त दुखाउँथ्यो र चित्त दुखाउँदाखेरि ठस्स पर्दाखेरि 6 महिनासम्म पनि ठस्स परेर बस्थ्यो। अनि रामचन्द्र भगवानले बाली सुग्रीव जस्ता चाहिँ उनका ती भक्तहरू चाहिँ त्यसरी चाहिँ मुर्झाएको भन्ने थाहा पाएपछि उनले के भन्थे भन्दाखेरि हेर वीर हनुमान, तिमी यति शक्तिशाली छौ कि तिमीले चाहँदा जे पनि हुन्छ। तिमीले चाहँदाखेरि चाहिँ लङ्कामा झ्याममै हाम फालेर जान सक्छौ, भारतवर्षबाट एकैचोटि लङ्कामा हाम फाल्न सक्छौ। कत्रो समुद्र, तिमीलाई कुनै पुल पनि चाहिँदैन, केही पनि चाहिँदैन है। पुरा खडेरीको महिना छ, तिमीलाई मेवा खान मन लाग्यो, तिम्रो चाहिँ हाकिमहरूलाई
तिम्रा मान्छेहरूलाई तिमीले मान्नुपर्ने मनितो राख्नुपर्ने मान्छेलाई भनेर भने लौ वीर हनुमान एउटा मेवा टिपी ल्याऊ भनेर भन्ने भने पनि तिमी मेवाको पुरै बगैँचा नै उठाएर ल्याइदिन सक्छौ। त्यस्तो शक्तिशाली पो हो त भनेर भनेपछि हो भएर अब चाहिँ फुरुक्क परम्परा चाहिँ साँच्चै भारतवर्षबाट हाम फालेर लङ्का पनि पुगेर कस्तो मचाउँथ्यो। लौ वीर हनुमान खडिरको बेलामा पनि मेवा टिपेर ल्याऊ भनेर भने पनि मेवाको बगैँचा टिपेर ल्याइदिन्थे। सञ्जीवनीको पहाडै ल्याइदिन्थे। त्यस्तो हनुमानलाई पनि कहिले कहिले चित्त दुख्थ्यो, कहिले कहिले ठस्स रिसाउँथे र हामीलाई देखेर होला मदन कमलले पनि यसो भनिसके पछाडि फेरि हामी जुरुजुरु हुन्थ्यौँ। त्यस कारणले रामेछापमा पनि मैले देखेका त्यही मदन भण्डारीका कार्यकर्ता अहिले पनि हुनुहुन्छ तपाईँ। त्यस कारणले कहिले कहिले तपाईँहरू ठस्स पर्नुभएको छ। त्यो ठस्स परेका दिन कमरेड देव शङ्कर पौडेल रामेछापमा आउने बित्तिकै तपाईँको मन पुर्नुहुन्छ भन्ने मलाई थाहा छ। यति सानो कुराले पनि मन पुर्नुहुन्छ। त्यस कारणले त्यो कहिले कहिले हामीलाई चाहिँ हाम्रो मन दुख्छ। हामी मान्छे हौँ, हाम्रो मन दुख्छ। हाम्रा पार्टीका नेताहरूले गरेका तरिकाहरूबाट दुख्छ। अघि वैकुण्ठ कमरेडले फेरि मलाई छुट्टै उठाएर लिएर जानुहुन्छ। अहिले यो नेताहरूलाई चाहिँ भन्नु पऱ्यो भनेर भन्नुभयो, यो कुराहरू भन्नुभएको छ। म जस्ता तस्तै गएर चाहिँ माधव कमललाई भनिदिन्छु पनि भनेको छु। मलाई त्यो विश्वास लागेर होला मेरो कुरा नसुनिकन पहिल्यै हिँड्नुभयो। त्यसैले म प्रिय कमरेडहरू जतिसुकै चाहिँ यहाँ कुराकानी गरे पनि मैले तपाईँहरूलाई रामेछाप बनाउने सन्दर्भमा मेरो एउटा सहयोगीको भूमिका हुने मात्रै हो। तर मूल रूपमा चाहिँ रामेछाप बनाउने तपाईँहरूले नै हो। तपाईँहरूबाट नै रामेछाप बनाउने खालको कुरामा तपाईँहरू सक्रियतापूर्वक लाग्दिनुहोस् र त्यो खालको कुरामा तपाईँहरूको जुन जुन बेलामा आवश्यकता हुन्छ तपाईँहरू सँगसँगै रहने गर्दैन। विगतका दिनमा पनि म 4-5 चोटि आएको छु। कहिले सङ्कटको बेलामा सर्वदलीय खालको चाहिँ नि नेपाली काङ्ग्रेस लगायतका हामी लगायतका चाहिँ नि यहाँ आमसभा गर्दाखेरिको अवस्था होस्, पार्टी असाध्यै अप्ठ्यारो परेको बेलामा हाम्रो पार्टी अफिसै उहाँ पर थियो। यहाँ बजारमा पनि थिएन, एमाले कार्यालय उहाँ पर थियो। कहाँ हो उहाँ पर थियो, त्यहाँ परसम्म पनि गएर मैले काम गरेको छु। मैले कयौँ दिनसम्म यहाँ बसेको छु। म देवशङ्कर कमरेडसँग चाहिँ मैले कहाँ कहाँ हो, म सबै ठाउँको त म नाम लिनु सक्दिनँ। लास्टमा मलाई ठोसे पुगेर ठोसेमा आमसभा गरेर ठोसेबाट जिरी पुगेर जिरीबाट मलाई काठमाडौँ पठाइदिएर उहाँहरू फेरि मन्थली फर्कनु भएकोसम्म मलाई याद छ। विगतका दिनमा आउने गङ्गालाल अब आगतका दिनमा पनि आउने खालको कुराहरू व्यक्त गर्न चाहन्छ। तर तपाईँ रामचन्द्रको हनुमान जस्तो होइन, मदन भण्डारीको कार्यकर्ता जस्तो भएर अगाडि बढ्ने खालको कुरा होस्। म बिदा हुन चाहन्छु।